साथीहरु यो चाहिँ लाइटको हो, यो अन अफ गर्ने लाइटको हो। अनि यतापट्टिको चाहिँ लाइट कतिको फोकसमा राख्ने भन्ने कुरा हो। यो यसको अरु चाहिँ काम छैन। यो जुन ट्रकको चिन्ह दिएको छ यसमा चाहिँ पछाडी ब्याकलाइट रासको लाइट हो। अब स्टियरिङमा भन्नुहुन्छ भने यो यहाँ सिस्टम मिलाउने हो यसबाट चाहिँ, अनि यो प्लस माइनस गर्ने हो, यहाँको जुन कम्प्युटर सिस्टम हेर्ने हो, यसको काम यही हो। अनि हाम्रो यो गियर चाहिँ तपाईलाई यहाँ स्टियरिङमै दिएको छ है, गियर दिएको छ। यता न्युट्रल ब्याक गियर यसैमा हुन्छ। यता दबायो भने जस्तै तपाईको हैन, अब यता दबायो भने डी हो, डीमा चाहिँ अब यो लिएर हिँड्ने हो हैन। अनि तपाईको यता गयो भने ब्याक गियर हो, ब्याक गियर लाग्यो। अझै एक स्टेप बढायो भने अझ पिछा तान्ने हुन्छ नि, फोर व्हीलमा जान्छ अगाडि एक स्टेप बढायो भने। अनि यो चाहिँ तपाईलाई पार्किङ हो। यो पार्किङ खिचेपछि चाहिँ यो लगाएपछि जो टेन्सन भएन, झ्याप्प पार्किङ हो यो हैन। अनि तपाईको यसको छ यो चाहिँ स्पिड लक गर्ने र गियर लक गर्ने है। यो चाहिँ स्पिड लक गर्ने र गियर लक गर्ने हो, गियर घटाउने बढाउने अप डाउन गर्ने। अनि फ्ल्यास लाइटको यो हो, यता गएर भने फ्ल्यास र डिम बन्छ। अनि यो वाइफरको हो, अन अफ गर्ने वाइफरको यहाँ छ। अब यो भन्नुहुन्छ भने सत्ताको ब्रेक हो। यो इमर्जेन्सी काहीँ त्यस्तो पर्यो भने हल्का लगाउने हो, नभए पर्दैन पनि। हजुरहरु यो अटोमेटिक भएको कारणले गर्दा अब यसमा क्लच हुँदैन। यो एस्कुलेटर हो अनि यो चाहिँ तपाईको ब्रेक है त। माथिको अब यो एउटा बेड छ। अब यहाँ चाहिँ अब कुनै ठाउँमा पर्दा दुईजना तल माथि सुत्न मिल्छ। यो चाहिँ मैले चाहिँ तपाईको माथि सामान राख्ने बनाएको छु। सुत्ने बेडहरु चाहिँ तल भइगयो हैन। यस्तै छ, अलिकति मिलाएको छैन चट्ट। अनि यसमा फ्रिज चाहिँ छैन है साथीहरु। यो 2024 को मोडल हो, यसमा फ्रिज छैन। एसीहरु चाहिँ एकदम बकाइदा सबै कुराहरु अटोमेटिक हो, यसमा फ्रिज छैन। तपाईलाई यो अब टाइमरको भइगयो भनेपछि यो चाहिँ तपाईको के छ भने यो लोडको लागि भइगयो। यो चाहिँ लाइटको लागि भयो, लाइटको लागि है, लाइटको लागि भयो। यो एसीहरुको बटम भइगयो हैन। यो माथिको चाहिँ यो डोर ओपन हुन्छ, यसलाई चाहिँ अब ओपन गरेर जाली लगाएर यसो बस्न सक्यो माथिबाट हावाको लागि। अनि यो सामान राख्नका लागि डोर छ, यहाँ एउटा दुईटा तीनटा छ। यो कम्प्युटर भयो। अब यहाँ हामीले खासै केही नै गर्नु पर्दैन। अब युरोपतिर हो भने चाहिँ यहाँ कार्ड हाल्ने, एउटा देशबाट अर्को देशमा छिर्ने त्यो हुन्छ। यहाँ चाहिँ छैन। यो अब तपाईको यो भित्रको लाइटको भइगयो हैन, लाइटको भयो। अनि यो चाहिँ एउटा माथिको ठुलो साउन्डवाला हर्नको भयो। साथीहरु हुन्डाईको यही नै छ हैन। तपाईहरुलाई मैले भित्रको प्राय सबै देखाएँ है। अब बाहिरको पनि देखाउँछु अर्को भिडियोमा है त। नमस्ते।